सान्टियागो बर्नाब्यूमा ढक्कन लगाएकै हो होइन, तर अलिकति मतलब रबर अलि लुज रहेछ क्या होइन, हावा फुस्केछ, सिटी लाग्नुपर्ने लागेन, लागेको भए बवाल हुन्थ्यो, तर ठिकै छ, कमब्याक आउँछ, सेकेन्ड लेगमा लाग्छ होला। अब त्यहाँ नलागे पनि ठिकै छ त यार, 15 युसिएल छँदैछ, किन हात्तिनुहुन्छ। म त फुल सपोर्टमा थिएँ रियल म्याड्रिडको, हेर्नु सेतो लगाइरहेको छु म त पुरा, मतलब हुन्छ नि। खैर ठिकै छ होइन, हुन्छ यस्तो कहिलेकाहीँ होइन। आज के लिए इतना ही, आप जैसे हम भी मायूस है। लेकिन खेलको कुरा गर्दाखेरि चाहिँ जति सेकेन्ड हाफमा रियल म्याड्रिडले जुन पेलेको थियो जुन अन्तिम समयमा, त्यही हिसाबले पेलेको भए यो गेम अर्कै हुन सक्थ्यो। तर अगाडि त टोटल्ली बायर्नले पुरा डोमिनेटै गरेको थियो। ठिकै छ, रियल म्याड्रिडले यतिको प्रदर्शन गरेकै छ र सेकेन्ड लेगमा केही होला नि त होइन। के भन्छ हो साथी तिमी, होला नि त केही सेकेन्ड लेगमा होइन, नभए नि के भयो अरे हामी बार्सा अरे।